नैवेद्य छैन छैन ढुङ्गा ल्याएको मात्रै अब यही हो नभए साम्रे केरा के चढाइन्छ यसले त्यसैबाट चाहिँ राख्ने खायो अनि बेलुका किन भन्ने के पुरा ठिकै हो क्या मेरो ज्याकेट यहाँ कपाले आएको बलिरहेछ गरिबहरू मैले फाल्दै ज्याकेट फर्केर आएर लिउँ भनेको हराउन फेरि केरा यो दाना पनि हामी सबै खाने हामी यहाँ एक ठाउँमा यहाँ बस्ने ठाउँ रहेछ अब फेरि अघि केरा खाएर फेरि अलिकति माथि आयो हामी माथि आएको अब लगभग आधी बाटो जति आस लाग्छ अझै पछाडि देखिरहेको डाँडा पनि त्यो डाँडा टुप्पामा जाने रे होइन जाने थियो अब अहिले चाहिँ अब रिसेन्ट अब रोकी जाने त हो नि अब सरासरी हिँड्न अब गाडी चढ्ने बानी छैन आराम गरेर ज्याकेट सब खोलिहाल्यो गरिन्छ पैसा पनि कानबाट आएको यहाँ कान पछाडिबाट पनि पैसा आएको थियो कान पछाडि यस्तो गरिब हेरेर लुगा सबै भिजिसकेको लगभग भिजेल लुगा उयो पछाडिको यो मेरो दोस्रो पटक शिलालेख अब यहाँबाट अब रोमाञ्चित एकदम रोमाञ्चित ठाउँ आइपुग्यो त्यो फर्किने बेलामा रोमाञ्चित ठाउँ भनेको अब यहाँ अझ योभन्दा एक्साइटिङ एकदम आउने ठाउँ त अझ बाँकी नै छ अब हाम्रो चाहिँ निकट गढेरामस्वरको हामी मुखैमा घाँटीमा आइपुग्यो हामी